चरा मासिए रुख मासिन्छ, रुख मासिए मानिस मासिन्छन्। चरालाई वासस्थानमा फर्काउन वनलाई बगैँचा बनाउनुपर्छ। हो, यही अभियानलाई सार्थक बनाउन इटहरीका सामाजिक अगुवाहरू अहिले वनलाई बगैँचा बनाउने अभियानमा जुटेका छन्। जङ्गलमा विभिन्न फलफुलका बिरुवा रोप्ने कार्य अहिले धमाधम भइरहेको छ। वर्षाको सिजन जेठ महिनादेखि साउनसम्म जङ्गलमा बिरुवा रोप्ने र त्यसलाई गोडमेल गर्ने समय हो। इटहरी 9 निवासी ध्रुव घिमिरे आफ्ना साथीभाइ र छिमेकी सहितको टोली बिरुवा रोप्ने अभियानमा लागेका छन्। जङ्गलमा विशेष गरी जामुन, आँप, कटहर, अम्बा लगायतका बिरुवा रोपिएका छन्। इटहरीको सरस्वती सामुदायिक वन, हाँसपोसा सामुदायिक वन, धरानको लाङ्गाली सामुदायिक वन र सेउती पुलको आसपास 4 कोसे जङ्गलमा फलफुलका बिरुवा रोपिसकिएको घिमिरेले बताउनुभयो। 77 सालदेखि सुरु गरेको है। पहिला हामीहरूले अब बिउ छर्ने काम गऱ्यौँ। बिउ छर्नेमा जब डन्डलो लागिदिएपछि अनि 78 सालमा हामीले केरा रोप्यौँ है। रोप्ने सिजन पनि सालमा 12 महिना हुँदैन, एक सिजन मात्रै हुन्छ। अनि हामीले 78 र 79 को उसमा अनि हामीले जामुनको बिरुवा रोप्यौँ, मात्रै जामुन मात्रै। त्यस बेला 500 बिरुवा हामीले जामुनको रोप्यौँ र 80 मा आएर हामीले 1000 बिरुवा रोप्यौँ। 1000 बिरुवा आफूले रोप्यौँ र अरूलाई डिस्ट्रिब्युट पनि गर्ने, बाँड्यौँ पनि। बाँडेर 1000 बिरुवा उभो। यसपालि हामीले 1000 बिरुवा रोप्यौँ। 1000 बिरुवामा हामीले वन समितिसँग कोअर्डिनेसन गरेर रेखदेख उहाँहरूले गर्ने, हामीले रोपिदिने, रोप्दा लाग्ने खर्च हामीले दिने, या के चाहिन्छ गरिदिने, त्यो हामीले गरेर अनि त्यसको संरक्षण पनि गर्नु पर्यो। संरक्षणको जिम्मा वन समितिलाई दिएर अनि हामीले अहिले 5 ठाउँमा रोप्यौँ। अघिल्ला वर्ष जस्तै यो वर्ष पनि जेठ महिनादेखि बिरुवा रोप्न थालिएको थियो। यो कार्यक्रम एकदमै विशुद्ध विश्व पर्यावरणलाई ध्यानमा राखेर हामीले वनलाई बगैँचा भन्ने एउटा उद्देश्यका साथ हामी जति पनि यो वनमा रुखै मात्र नभएर फलफुल पनि, जीवजन्तु, चराचुरुङ्गी सबैलाई सहयोग र सपोर्ट पुगोस् भनेर फल वास्तवमा मानिसलाई मात्रै होइन चराहरूलाई पनि चाहिन्छ भनेर यो हामीले वृक्षारोपणको साथसाथै फलफुल भनेर हामीले यसमा फलफुललाई तदारकको साथ यो वनमा आज हामीले लगाउन गइरहेको छ। ध्रुव घिमिरे र उहाँका साथीहरूको टोली शनिबार बिहानै कुटो, कोदालो, हँसिया र फलफुलका बिरुवा बोकेर जङ्गल पस्छन्। कहिले पूर्वतर्फको सामुदायिक वन त कहिले पश्चिमतर्फको सामुदायिक वन त कहिले सेउती पुल वरपरको 4 कोसे जङ्गल। जङ्गलमा पुगेपछि कोही बिरुवा रोप्छन्, कोही बिरुवा रोपिएको ठाउँमा उम्रिएका जङ्गली झारहरूलाई काटछाट गरी सफा गर्दै गोडमेल गर्छन्। जङ्गलमै खाना खान्छन् अनि काम सकेर घर फर्किन्छन्। यसको उद्देश्य के हो भने यो जङ्गलमा अहिले चराचुरुङ्गी पाउँदैन, जीवजन्तुहरू पनि कम भइसके, बाँदरहरू पनि सहर पसिसके। किन पसे भन्दाखेरि खाने सामग्री वनमा छैन, फलफुलका रुखहरू मासिए, काटिए, त्यसो हुँदाखेरि अहिले चराचुरुङ्गी पनि छैन। यो जैविक सन्तुलन बिग्रियो भनेदेखि मान्छेको जीवनलाई नै असर पर्छ। त्यो कारणले गर्दाखेरि
हामीले जङ्गलमा फलफुलका बिरुवाहरू लगाउने, पछाडि चराचुरुङ्गीहरूलाई फिराउने, जीवजन्तुलाई फिराउने, अनिखेर वातावरणीय सन्तुलन कायम गर्ने भन्ने हामी उद्देश्यले वनलाई बगैँचा बनाउँ भन्ने हाम्रो अभियान हो। यस कार्यमा उनीहरूलाई सामुदायिक वन छेउका स्थानीयहरूले पनि सहयोग गर्ने गरेका छन्। जङ्गलमा फलफुलका बिरुवाको महत्त्व बुझाएपछि स्थानीय गाउँलेहरूले उनीहरूलाई सहयोग गर्ने गरेका छन्। जङ्गलमा फलफुलका बिरुवा हुर्किए हुने फाइदा गाउँलेले बुझेका छन्। जङ्गली जनावरको पिर उनीहरूले खेप्नु जो परेको छ। दाँदारहरू सबै सहरतिर पसिसक्यो, जङ्गलमा केही छैन खाने, उनीहरू पनि बाँच्नु पर्यो नि त। जीवजन्तु हामीले संरक्षण गर्नु, चराहरू यहाँ खोइ केही छ केही छैन नि। अस्ति हात्ती आएर हाम्रो घर घरमा भत्काइदिएर जङ्गलमा खान पाउँदैन नि। हामीले अझै केराहरू पनि लिएर रोपिदिनु पाए सुरक्षा। यो सौजन्य गर्नुहुने दापालाई चाहिँ धेरै समितिको तर्फबाट चाहिँ अनि प्रबन्ध समितिको तर्फबाट धेरै धेरै धन्यवाद। यस्तो दाताहरू अझै पनि हाम्रो हामीसँग चाहिँ आइरहनु हामीलाई चाहिँ यसरी दान गरिरहेको हुन्छौँ भन्ने लाग्छ। अझ उहाँबाट चाहिँ धेरै जङ्गलको लागि संरक्षणमा एकदम तत्पर रहनेछौँ। त्यति कुरा पनि थाहा छैन, धेरै राम्रो कुरा गर्नु विचार खुसी लाग्यो। यसरी जङ्गलमा रोपिने फलफुलका बिरुवा 6 देखि 10 फिटका छन्। नर्सरीमा हुर्काइएको बिरुवा जङ्गलको मलिलो माटोमा सहजै सर्छ। हामीलाई यो बारेमा आजभन्दा 8 महिना अगाडिदेखि नै उहाँले बिरुवा हामी दिँदैछौँ, तपाईँहरूले ठाउँ हामीलाई एरिया हेरिदिनु होला भनेर भन्नुभएको थियो। यस बिरुवा हामीलाई सरस्वती सामुदायिक वनलाई निःशुल्क रूपले दिनुभएकोमा ध्रुवराज घिमिरेज्यूलाई धेरै धेरै धन्यवाद र सम्पूर्ण उहाँको टिममा आउनुभएका टिमहरूलाई पनि धन्यवाद दिँदै यो हामीलाई 3 जातिको बिरुवा दिनुभएको छ अहिले, जमुना, कटरा, आँप र यो भनेको चाहिँ हामीलाई प्रकृतिसँग जोडेको चिज पनि हो र हामीलाई प्रकृति अनिवार्य आवश्यक पनि छ। र यो हामीलाई अहिले अति नै जनावरले चाहिँ अब धेरै यस्तो जङ्गलमा बोट बिरुवाहरू खानेकुराहरू नभएर गाउँघरमा छिरेर धेरै यस्तो हामीलाई मकैहरू भयो, घरमा लुगा सुकाएको लुगाहरू भयो, हरेक कुराहरू खानेकुरामा डिस्टर्ब भइरहेका कारणले गर्दाखेरि हात्तीहरूलाई पनि संरक्षण गर्दै यो कटरको बिरुवा तपाईँको अब यो आँपहरू भनेको कम्तीमा पनि बाँदरले संरक्षण गरोस्, गाउँतिर डिस्टर्ब नहोस् भन्ने हिसाबले आज हामी रोप्न गइरहेका छौँ। यो समूहले यसरी वनलाई बगैँचा बनाउन फलफुलका बिरुवा रोप्न थालेको 5 वर्ष पुग्न लाग्यो। यो अभियानका सूत्रधार भने इटहरी नौनिवासी सामाजिक अगुवा ध्रुव घिमिरे नै हुन्। उनकै सोच र योजनामा यो अभियान यहाँसम्म आइपुगेको हो। अभियानको सुरुवात भने निकै रोचक रहेको छ। यसमा के भने म लकडाउनको पिरियडमा म धरान जाँदै थिएँ, एउटा मिटिङ थियो। म यो यातायात महासङ्घको जिल्ला संयोजक पनि भएको हुनाले अनि प्रहरी यहाँ मिटिङ थियो। अनि मलाई चाहिँ हिँड्नको लागि स्कुटी तपाईँलाई दिएको छ है, त्यहाँ गर्न त्यो रोकिँदैन, तपाईँले जतिखेर बोलाउँदा पनि आउनुपर्छ भनिएको थियो। अनि म धरान जाँदै थिएँ, जङ्गलको बिचमा पुगिसकेपछि फोन आयो, ल आज त मिटिङ नहुने हो भनेर। अनि म जङ्गलको बिचमा उभिएँ, त्यहाँ फर्किनु पर्यो। फर्किनु पर्दा अनि म त्यहाँ बसेर हेरेँ, अब जङ्गलमा चरो पनि छैन, बाँदर पनि छैन। अनि मलाई म पढ्दाखेरि 37-38 सालतिर धरानमा पढ्दा धरान धनकुटाको रोड बन्दै थियो र एउटा ब्रिटिस वनस्पति शास्त्री थियो,
उसँग मेरो राम्रो हिमजिम गएको थियो। हिमजिम भइसकेपछि अनि उसले धेरै कुराहरू यसमा मलाई सिकाइरहेको थियो। अब यो जङ्गलमा चराहरू नासियो भनेदेखि रुख नासिन्छ, रुख नासिएपछि मान्छे नासिन्छ, जीवजन्तु नासिन्छ भन्ने कुरो सिकाइरहेको थियो क्या उसले। अनि त्यो मलाई क्लिक भएपछि ओहो यसले त प्रत्यक्ष मानवमा असर गर्छ। त्यसले गर्दाखेरि अब यो अक्सिजन आउने भनेको रुखबाट हो। अब रुख चाहिँ चरो नभए रुख नबाँच्ने, रुख नबाँचेदेखि मान्छे नबाँच्ने भएको हुनाले अब चरालाई अब वासस्थानमा फर्काउनु पर्यो। के गरी फर्काउने त भन्दाखेरि अब उनीहरूको जङ्गलमा खानपिन छैन। भोलिपल्ट हामी आयौँ, आइसकेपछि मैले कुरो केही साथीभाइहरूसँग राखेर आएपछि लु जङ्गल घुम्न जाउँ। लकडाउनको पिरियड चाहिँ कहीँ घुम्न पाइँदैन, जङ्गल त घुम्न पाइयो नि। अनि चाडा मोटरसाइकल लिएर हामी निस्केपछि जङ्गल सारा बुढी खोलादेखि कोसीसम्म जङ्गल पुग्दा दिनभरि हेर्दा न चरो छ जङ्गलमा, न बाँदर छ, न बाँदर र चरालाई खाने, न फलफुलै छ, केही पनि छैन। ल यो त बर्बाद कुरो भयो। अब के गरी गर्ने त भन्दाखेरि अब तत्काल हामी केही गर्न पनि सक्दैनौँ। अब के अरे वृक्ष रोपेर पनि हुर्काउन अहिले सकिँदैन। त्यसले गर्दा अब गाउँमा आह्वान गरौँ फलफुलका गेडागुडीहरू, आफू फलफुल खाओ, गेडागुडी हामीलाई देऊ र त्यो ल्याएर छर्दिउँ भन्ने कुरो भयो। कुरो भएपछि लु यसैलाई कायम गरौँ भनेर अनि गाउँमा आह्वान गरेपछि अनि गाउँलेहरूले फलफुलका गेडागुडी ल्याएर त्यहाँ करिब 6 क्विन्टल जति राखिदिए। अनि हामीले 2-3 दिन लगाएर त्यो जङ्गलका विभिन्न ठाउँमा छर्यौँ। अब जङ्गल छ, लहरालुरी दुनियाँ छ, देखिँदैन, उम्रेन है। पछि यो मङ्सिर नागिसकेपछि त्यो अलिकति पातहरू पनि झर्न थाले, अनि लहराहरू पनि मर्न थाले। अनि त्यसपछि केही त्यो उम्रेका देखिए, ती गाछीहरू बिरुवाहरू उम्रेको देखियो। अहो राम्रो बच्च, बँदेलले धेरै खाएछ, बँदेलले त चौपट्टै खायो भनेर त्यहाँकाले भन्दै थिए क्या। त्यो आँपाका कोयाहरू सबै बँदेलले धेरै खाए, त्यहाँ वनको मान्छेहरू भन्थे। अनि ल अब राम्रो भयो, खुसियाली भयो। यसो हेऱ्यो अब त्यो हजारौँ छरेकोमा 100 उम्रिँदाखेरि पनि हामीले 4-5 हजार जस्तो दाना छरिरहेको भने 700-800 जति उम्रेको हामीले अनुमान गऱ्यौँ त्यहाँ। अनि खुसी पनि लाग्यो, लो यति भएपछि 10 वर्ष भयो त फल्छ भन्ने भयो। चैतमा त्यही सालको चैतमा म धरान जाँदै थिएँ, डढेलो लाग्दै रहेछ। अनि त्यहाँबाट धरान पुगेँ, दिनभरि धरानमा काम सकेर फर्किँदा त त्यो डढेलोले त्यो सिनिकै ती तलका बिरुवा त एउटै पो छैन, सबै सिनिकै सकिन्छ। अब रिस पनि उठ्यो, एकदम उभो। अब के गरौँ, दुःख पनि लाग्यो। अनि डेफोगा गएँ। क्या डेफो साहब, यो जङ्गलमा आगो नियन्त्रण गर्नु परेन भनेपछि अब यो दमकल ल्याएको हेर्नु न 12 वर्ष भइसक्यो। यहाँ न मान्छे पठाउँछ, न खर्च पठाउँछ, त्यतिकै पो अहिले त स्टार्ट पनि हुँदैन। अब भनेर यिनीहरूमा दमकल राखिएर छ, भएन। अब उसको पनि आफ्नै समस्या सुनेपछि लौ त भनेर आइयो। अब के गर्ने भनेपछि अब यो भएन। अब फलफुलको लागि चाँडो पनि हुने केरा रोपिदिउँ भन्ने आइडिया थियो। अनि केरा गर त्यो एकम्मामा गएर एउटा गाविसमा लो एउटा केरा बगाने। अब त्यो अठिया केरा, विभिन्न जातको केराहरू मिलाएर 500 जति केराका बिरुवा लगेर अनि रोपियो जङ्गलमा। त आफ्नै खर्च पनि म आफैले गरेँ। अनि त्यहाँबाट रोपियो, मान्छेहरू पनि लगाएर 500 केरा रोपियो। अब असारमा केरा रोपियो। अब भदौमा केरा सबै हुर्किसकेर त जेठदेखि नै रोपेको, जेठमै रोपेको। असार साउन भदौमा त जङ्गली हात्तीको बथाना र त्यो केरा त डाङडुङ एउटै राखेन, सबै सकिथ्यो। तलको गानु बँदेलले खाएर सक्यो। हेलो यो पनि भएन, के गरौँ भनिसकेपछि म बेलायतमा अगाडि गइरहेको थिएँ। बेलायतमा अगाडि जाँदाखेरि त्यहाँ मैले हेरेँ जङ्गलमा फलफुल लगाएको छ, बाटाका साइडमा फलफुल लगाएको छ। तर त्यो फलफुलहरू त्यहाँको मान्छेहरूले खाँदो रहन्छ, उनीहरू चाहिँ नखाने।
त्यो चाहिँ चराचुरुङ्गी र पशुपन्छीको लागि मात्रै हो भन्ने उनीहरूको धारणा। अनि त्यो कसरी लाए के गरे भनेर मलाई कौतूहल लागिसकेपछि मैले धेरैलाई सोधेपछि जङ्गलमा बिरुवा रोप्नुपर्छ, बिरुवै उत्तम हुन्छ भन्ने कुरो भयो। अब बिरुवा त रोप्ने कसरी रोप्ने? फलफुलको बिरुवा छैन यहाँ कहीँ पनि। अब त्यो फलफुलको बिरुवा छ, त्यो आँप लिची मात्रै छ, अरू छैन। अनि कुन फल रोप्दा ठिक हुन्छ भने चरालाई चाहिने भनेको सानो फल, जामुनु, अब आँपहरू पनि खान्छ, कटहरहरू पनि त्यो साइजमा फुटाएर पछि उनीहरूले खान्छ, पाक्दाखेरि त्यो हुन्छ, अरू जीवजन्तुले पनि खान्छ भन्ने कुरो भइसकेपछि अनि जामुनु लगाइदिनु भन्ने कुरो भएपछि मैले वनस्पति विशेषज्ञलाई पनि सोधेँ, चरा विशेषज्ञहरूसँग पनि कन्ट्याक्ट गरेँ काठमाडौँ। अनि यहाँ चरा विशेषज्ञहरू पनि आए मसँग गर्नुभयो। अहिले चतरा 13 आडीतिर यता उहाँहरूको अफिस रहेछ, उहाँ बस्नुभएको छ, उहाँहरू बोलाउँदाखेरि आउनुहुन्छ। अनि सानो चरालाई हुने फलफुल भन्दा जामुनभन्दा उत्तम अरू जङ्गलमा छैन। यो भन्नु जामुनको बिरुवा छैन यहाँ फेरि के गर्ने भनिसकेपछि फेरि सप्तरीको मान्छेलाई भने त्यहाँ उसले 20 बिघामा नर्सरी रहेछ। अनि तपाईँ एडभान्स दिनुहुन्छ भने म दिन्छु, नत्र भने म उत्पादन गर्न सक्दिनँ भने, किन यो बिक्री हुँदैन यो भनेपछि उसलाई 1 लाख रुपियाँ एडभान्स दिएपछि अनि उसले गरिदिने भएपछि मैले 2000 बिरुवा सालको दिनु भने। अनि त्यसपछि उनले उत्पादन गर्नलाई 2 वर्ष त लाग्छ मलाई। त्यो सानो बिरुवा हुँदैन, 6 फुटभन्दा अग्लो चाहियो जङ्गलमा रोप्नको लागि भनिसकेपछि ल ठिक छ भनेपछि अनि 6 फुटभन्दा अग्लो बिरुवा अनि 500 बिरुवा दिए त्यो साल। अनि हामीले त्यो 6 फुटभन्दा अग्लो बिरुवा जङ्गलमा रोपिसकेपछि त्यो बिरुवा सर्लक्कै सर्यो त्यो बिरुवा है। त्यसमा 500 बिरुवा रोपेकोमा 350 जस्तो बिरुवा सरे। त्यहाँ हाम्रो पहिलो सुरु पटकमा रोपाइँ पनि अलिकति मिस्टेक भयो, त्यो भयो। त्यसपछि अर्को पटक लो 1000 बिरुवा भनेपछि 1000 बिरुवा दिए। 1000 बिरुवा अब हामीहरूले अब आफ्नो खर्चमा रोप्नु पर्ने, बिरुवा किनाइ पनि अब पैसा पनि धेरै जाने भयो है, बिरुवा पनि महँगो हुने भयो। त्यो करिब एउटै बिरुवा 400 रुपियाँ गोटा पर्ने भयो, रोपाइ सबै गर्दाखेरि 500 मा पुग्ने भयो। आज त महँगो बिरुवा पऱ्यो नि त, अब पैसा कसैले दिएको छैन। अनि आफैले गर्ने लु ठिकै छ भनेर अब पार्टनरसिपमा काम गर्ने भनेर अनि वन समितिसँग सहकार्य गरेर अनि उनीहरूले ठाउँ तयार गर्ने, हामीले बिरुवा दिने, दुवै पक्षबाट रोप्ने। फलफुलका बिरुवा रोप्ने अभियानको थालनी गर्दा कोरोना संक्रमणका कारण देश लकडाउनको अवस्थामा थियो। कोभिड-19 को संक्रमणलाई रोक्न लकडाउनले देश ठप्प थियो। यस्तो अवस्थामा मानिसहरूको चहलपहल नहुनु त स्वाभाविक नै हो, तर जङ्गलमा चराचुरुङ्गीको चहलपहल पनि थिएन। यो अर्को आश्चर्यको विषय पनि थियो। जङ्गलमा चरा हराउँदै गएको देखेपछि ध्रुव घिमिरे चिन्तित भए। किन जङ्गलमा चराहरू हराउँदै गए? खोजी गर्दै जाँदा जङ्गलमा चराले खाने आहार हराउँदै गएको थाहा पाए। एक वनस्पति शास्त्रीले भनेको कुराले उनलाई थप चिन्तित बनायो। ब्रिटेनका वनस्पति शास्त्रीले घिमिरेलाई एक समय भनेका थिए, चरा नासिए रुख नासिन्छ, रुख नासिए मान्छे मासिन्छ। यो कुरा उनले साथीभाइलाई सुनाए। त्यसपछि सल्लाह भयो जङ्गलमा फलफुलका बिरुवा हुर्काउने र चरालाई वासस्थानमा फर्काउने। हो त्यसपछि नै 2077 सालबाट जङ्गलमा फलफुलका बिरुवा रोप्ने अभियान सुरु गरिएको। यस अभियान अन्तर्गत अहिलेसम्म करिब 2500 बिरुवा रोपिएको अभियानका नेतृत्वकर्ता घिमिरेले जानकारी दिनुभयो। यसमध्ये करिब 1700-1800 बिरुवा हुर्किएका छन्। हामी हेर्न पनि आउँछौँ। हामीले केरा रोप्यौँ, केरा लगभग हामीले 300 घरी जति केरा रोप्यौँ, तर त्यो केरा चाहिँ सक्सेस भएन। त्यो बँदेलले चाहिँ मुनिको गुउ पनि खाइदिँदो रहेछ, त्यो चाहिँ सक्सेस भएन। तैपनि हामीले कोसिस गऱ्यौँ।
अब धेरै उम्रिएको छ। हामी निरीक्षण पनि गर्छौँ कहिलेकाहीँ। अब अर्को भन्दा पनि के भनेदेखि घाँस काट्नेहरूले चाहिँ बिरुवा चिन्दिँदैनन्। घाँस काट्नेहरूले चाहिँ अब बिरुवा काटेर पनि लगिदिँदो रहेछन्, त्यो पनि भेट्यौँ। अब वनलाई पनि हामीले अलिकति यसलाई निगरानी गरिदिनुहोस् भनेर हामीले आग्रह त गरेका छौँ। उहाँहरूले कति के गर्नुहुन्छ हुन्छ, ठिकै छ, अहिलेसम्म राम्रै छ। जङ्गलमा फलफुलका बिरुवा हुर्किएर फल दिन थालेपछि आहाराको खोजी गर्दै अन्यत्र गएका चराहरू फेरि फर्कनेछन्। आहारा खोज्दै सहर पसेका बाँदरहरू पनि वासस्थान जङ्गलमै फर्कनेछन् भन्नेमा अभियान कर्मीहरूको विश्वास छ। अब मूल रूपमा के छ भने हाम्रा पुर्खाहरूले तपाईँको के भन्दाखेरि देउ शान्ति, आकाश शान्ति, धरती शान्ति, पृथ्वी शान्ति भनेका छन् कि उहिले ऋषिमुनिहरूले। अब यही क्रम अन्तर्गत अहिले चाहिँ के भन्दाखेरि अब ध्रुवराज घिमिरे यसरी वनलाई बगैँचा बनाऊँ भनेर अगाडि बढ्नु भएको छ। यहाँको वन उपभोक्ता समितिका अध्यक्ष लगायत सबै साथीहरू यहाँ हामी सरिक भएका छौँ। र यो धरती माताका सन्तानहरू भनेको चाहिँ मान्छे मात्रै होइन, पशु पन्छी जङ्गली जनावर र चराचुरुङ्गी सबै हुन्। सबैले बाँच्न पाउने, सबैले खान पाउने, सबैले खान पाउने, सबैले रमाउन पाउने। र एउटा मान्छेलाई 15 केजी अक्सिजन चाहिन्छ भनेपछि त्यो अक्सिजन पनि यहाँ प्रकृतिबाटै प्राप्त हुने भएको हुनाले यहाँ विभिन्न खालका अब चाहिँ के भने चराचुरुङ्गी वन जङ्गल र चाहिँ पशु पन्छी र मानवलाई समेत हित हुने खालका पर्यावरणीय सन्तुलन कायम गर्ने, पर्यावरणीय समृद्धि कायम गर्ने खालको यो वृक्षरोपण अभियान छ। यसको साह्रै ठुलो महत्त्व छ। सरकारी रूपमा गरेको भन्दा यसरी चाहिँ एउटा दीर्घकालीन उद्देश्यका साथमा यो हाम्रो देशलाई, धरतीलाई हराभरा बनाऊ भन्ने पवित्र उद्देश्यका साथमा यो काम सम्पन्न भइरहेको छ। यसले जङ्गलको पनि संरक्षण नै उनीहरूको भनाइ छ। यही उद्देश्यले अभियान कर्मीहरू दत्तचित्त भएर अहिले बिरुवा रोप्न लागि परेका छन्। जङ्गलमा रोपिने फलफुलका बिरुवा विभिन्न नर्सरीबाट खरिद गरिएको घिमिरेले जानकारी दिनुभयो। तर बिरुवा पाउन निकै सङ्घर्ष गर्नु परेको उहाँको भनाइ छ। खासमा बिरुवा रोप्ने अभियान फलफुल खाएपछि बाँकी रहेका गेडागुडी सङ्कलनबाट सुरु भएको हो। जङ्गलमा फलफुलका बिरुवा उमार्न मानिसले खाएका फलफुलका गेडागुडी सङ्कलन गर्न आह्वान गरियो। करिब 6 क्विन्टल जति फ्याँकेका गेडागुडी जङ्गलमा लगेर छरियो पनि, तर सबै बन्देलले खाइदियो। केही उम्रिएका बिरुवा भुइँ छोड्ने बेलामा चैत महिनामा जङ्गलमा लागेको डढेलोले सखाप बनायो। त्यसपछि जङ्गलमा केरा रोप्ने सल्लाह भयो। केरा हात्तीलाई औधी मनपर्ने। गएको वर्ष कार्तिकमा आएका हात्तीले केराका बिरुवा सबै खाइदिए। केही सिप नलागेपछि बिरुवा नै रोप्नुपर्छ भन्ने निष्कर्षमा यो अभियान पुग्यो। पहिले यो जङ्गलमा चराचुरुङ्गी वन्यजन्तुहरूको आहारा थियो। यो फलफुलहरू विभिन्न किसिमका फलफुलहरू हुन्थ्यो, अहिले छैन, सबै त्यो मासिसकेको छ। र अहिले गाउँमा अलिअलि भएका गाउँमा गएर स्थानीय जनताहरूको रोपेका अन्नबालीहरू खाइदिने भएकोले पनि अनि अरू पनि धेरै विस्थापित भइसकेको छैन। अहिले चराचुरुङ्गी त्यत्रो
जङ्गलमा चराचुरुङ्गीको आवाजहरू सुनिन्थ्यो, वन्यजन्तुहरू हुन्थ्यो, अहिले छैन। यसको लागि पनि यो प्रकृति यिनीहरूको संरक्षण र प्रकृतिको संरक्षणको लागि हामीले चाहिँ अहिले यो बिरुवा रोपिरहेको छौँ, फलफुल रोपिरहेको छौँ। फलफुलका बिरुवा रोप्ने तर नर्सरीमा बिरुवा भेटिएन। त्यसपछि पहिलो वर्ष घिमिरे आफैले सप्तरीका एक नर्सरी व्यवसायीलाई 1 लाख पैसा दिएर फलफुलका बिरुवा उमार्न लगाउनु भयो। नर्सरीमा हुर्काइएका बिरुवा 6 देखि 10 फिटको भएपछि रोप्न थालिएको हो। बिरुवा रोप्न जङ्गलमा सामुदायिक वनसँग सहकार्य गरेर रोप्ने गरिएको छ। बिरुवा रोप्न, हुर्काउन र गोडमेल गर्न सामुदायिक वन र स्थानीय गाउँलेहरूले पनि सहयोग गर्ने गरेका छन्। अभियानले काम गर्न थालेपछि वन कार्यालय र वन समितिहरूले पनि सहयोग गर्ने गरेका छन्। जङ्गल उपलब्ध गराइदिन्छन्। अभियानले गएर त्यहाँ बिरुवा रोप्छन्। स्थानीयलाई जङ्गलका विषयमा जागरुक बनाउन वन समिति र अभियान मिलेर काम गर्न थालेका छन्। विशेष गरी यो वन्यजन्तुहरू सहर पस्ने र सहरमा आतङ्क मचाउने खालको जुन गतिविधि पछिल्लो क्रम भइरहेछ, पश्चात त्यो हामी मानवहरूले नै त्यो अवस्था सिर्जना गरेको कारणले वन्यजन्तु जङ्गलमै रमाउने हो, जङ्गलमै बाँच्ने हो, तर पनि जङ्गलमा बस्ने खालको वातावरण नभएको त्यहाँ भयो भने जङ्गली फलफुलका बिरुवाहरू विभिन्न किसिमका उनीहरू चाहिँ जङ्गली फलफुलहरू चाहिँ प्रशस्त हुन्थ्यो हिजोको दिनमा र जङ्गलमा बस्थ्यो भने आज त्यो बिरुवाहरू हामी मान्छेले नै मासेको कारणले सहरमा चाहिँ आतङ्क मचाइरहेको अवस्थाले गर्दा ती वन्यजन्तुहरूलाई जङ्गलका जनावरहरू पशु पन्छीहरू वास्तवमा जङ्गलमै बाँच्ने खालको वातावरण बनाउनु निम्ति यो अभियान जुन इटरीका हाम्रा गुरुहरूको टिमले तपाईँहरूले गर्नुपर्छ हामी त्यसलाई हामीले साथ दिँदै यो वास्तवमा हाम्रो कर्तव्य हो जस्तो लाग्छ। जङ्गली जनावरलाई जङ्गलमै रमाउने र उनीहरूलाई बाँच्ने वातावरण बनाउनुपर्छ भन्ने यो कार्यक्रममा हामीले पनि साथ दिएर आज यो कार्यक्रम सम्पन्न गर्छौँ। यो अभियान हो, सुरु हो। सबैले यसमा साथ दिएर भोलिको दिनमा जङ्गलमा विभिन्न किसिमका फलफुलका चाहिँ फल्ने बिरुवाहरू रोपेर जङ्गललाई जङ्गली वन्यजन्तुहरू केही रमाउने अवस्था सिर्जना गर्नु। जङ्गलमा फलफुलका बिरुवा रोप्न स्थानीय सरकारहरू पनि जोडिन थालेका छन्। अघिल्लो वर्ष इटहरी उपमहानगरपालिकाले बिरुवा खरिद गर्न 1 लाख रकम उपलब्ध गराएको थियो। त्यस्तै बिरुवा छोप्ने टोकरी पनि दिएको थियो। यस्तै धरान उपमहानगरपालिकाले पनि अभियानसँग फलफुलका बिरुवा माग गरेको छ। अर्को वर्ष 1000 बिरुवा दिने सहमति भएको छ। अहिले अभियानलाई व्यवस्थित गर्न संस्था दर्ता गरिएको छ। नेतृत्वकर्ता ध्रुव घिमिरेकै अध्यक्षतामा 7 सदस्य सामुदायिक प्रकृति संरक्षण अभियान नेपाल नामक संस्था स्थापना गरिएको छ। अभियानमा खटिने अन्य साथीभाइहरू संस्थाका सदस्य रहेका छन्। प्रकृतिलाई चाहिँ हामी केही कुरा फर्काउँदैनौँ। यो एउटा कस्तो हो भने प्रकृतिलाई पनि केही दिनुपर्छ। जस्तो यहाँ चराचुरुङ्गी छन्, जनावरहरू छन्, उनीहरूको चाहिँ बास हामीले सबै खोसेका छौँ। उनीहरूलाई चाहिँ हामीले केही फर्काएका छैनौँ। यो हाम्रो प्रकृतिप्रतिको दायित्व हो, एउटा रेस्पोन्सिबिलिटी, यो एउटा उत्तरदायित्व हो र एउटा ह्युमन मानवीय अप्रोच, मानवीय पहुँच। उनीहरूलाई पनि माया गर्नुपर्छ। उनीहरूको ठाउँ, उनीहरूको पृथ्वी हामीले ओगटेर राखेका छौँ, त उनीहरूलाई हामीले के गर्न सक्छौँ भन्ने कुराको एउटा जुन सुन्दर अभियान सुरु गर्नुभएको छ। र अहिले कस्तो छ भन्दाखेरि दुईवटा कुरो एकसाथ आउँछ। पहिलो कुरो चाहिँ इटहरी जुन सहर छ यसलाई चाहिँ जङ्गलभित्रको सहर बनाउनुपर्छ भन्ने हाम्रो अभियान छ। जङ्गलभित्रको सहर हुनु पऱ्यो है, यो सहरभित्रको जङ्गल होइन, जङ्गलभित्रको सहर हुनु पऱ्यो, एउटा कुरो थियो। अर्को कुरो चाहिँ मतलब यी यावत पशु पन्छी चराचुरुङ्गीहरू छन्, त यिनीहरूको लागि बिरुवाहरू त छन्, तर उनीहरूको लागि काम लाग्ने फलफुलको बिरुवाहरू छैन। त अहिले मतलब यो अभियानले चाहिँ के गर्छ त भन्दाखेरि त्यो प्रकृति, त्यो सम्पदालाई चाहिँ मतलब उनीहरूलाई सहयोग पुग्ने गरी, यहाँका चराचुरुङ्गीहरूलाई, यहाँका पशुपन्छीहरूलाई सहयोग पुग्ने गरी यो जुन अभियान सुरु गरेको छ। अहिले यो खास गरेर तरराभन्दा माथि अहिले यो खोर्सानी खाप एरियामा
होइन अहिले जुन बोट बिरुवाहरू अब त हजारौँ पुगिसके बोट बिरुवाहरू रोप्ने अभियान छ। चरालाई उनीहरूको वासस्थानमा फर्काउनु हाम्रो मुख्य उद्देश्य रहेको घिमिरे बताउनुहुन्छ। यसका लागि वनलाई बगैँचा बनाउनु पर्ने उहाँको भनाइ छ। अनि यसले गर्दाखेरि यो इकोसिस्टम, यो प्राकृतिक सन्तुलन बिग्रिँदै गएको छ र यो प्राकृतिक सन्तुलन कायम गर्ने र जीव जन्तु वनका सबैलाई संरक्षण हुने र वनलाई पनि वृद्धि हुनलाई सहयोग हुने यो उद्देश्यका साथ यो फलफुलका गाछीहरू ल्याएर जङ्गलमा रोपेका छौँ। यो गाछी किनकि अरू गाछीहरू रोप्दाखेरि त्यो जङ्गल वृद्धि भएर जाँदैन। यो जामुनको गाछीहरू कस्तो हुन्छ भने अब सामुदायिक वनले यो 500 गाछी यहाँ हुर्कायो भने त्यो दाना बेचेर पनि उसले के अरे वन समिति चलाउन सक्छ क्या त्यो जुसको लागि भने त्यो भित्रको दाना जुन छ त्यो आयुर्वेदले 500 रुपियाँ किलो लिन्छ। त्यो दाना पनि त्यस्तो भ्यालुएबल छ क्या। त्यसको बोक्रा पनि र काठ पनि तपाईँको सखपछि दोस्रो काठमा आउँछ त्यो जामुनको काठ। त्यसले गर्दाखेरि जीवजन्तुलाई पनि हुने, चराचुरुङ्गीलाई पनि हुने। यो भएपछि अनि चराचुरुङ्गीको मल तपाईँको एकदम तगडा हुन्छ। तपाईँहरूलाई कतिलाई थाहा छ, अब एक दूर जग्गालाई एक डोको गाईको मलले हुन्छ भनेदेखि एक ढाकी कुखुराको मल हाल्दा हुन्छ। एक माना परेवाको मलले हुन्छ भने यो चराचुरुङ्गीको मल चाहिँ एक मुठीले हुन्छ। यो मल त्यति दरो हुन्छ यो। र त्यसले गर्दाखेरि चराचुरुङ्गी भयो भनेदेखि जङ्गलमा त्यो मलले नै त्यो काम गर्छ भने रुखहरू बिरामी हुन्छन्। रुखहरू बिरामी हुँदाखेरि कहाँ उपचार गर्न जाने, कहीँ त जाँदैन, रुखले नै गर्छ। एकले अर्काको हावा चराले गर्छ। त्यसमा कतिपय चराहरू यस्ता छन् कि तपाईँको त्यो चराले बिरामी रुखमा बिस्टाइदियो र पत्तामा लाग्यो भने रोग निको हुन्छ। त्यस्ता चराहरू पनि छन् यहाँ र ती चराहरूको संरक्षण भइदिएन। अहिले चराहरू जति सबै गाउँतिर गए, जङ्गलमा खानेकुरो छैन। यहाँ तपाईँको बाँदरहरू सबै पलायन गरेर सहरतिर लागे। वनमा फलफुलका बिरुवाले फल दिन थालेपछि बाँदरको आतंक पनि हराएर जाने उहाँको दाबी छ। यस कार्यमा सहयोग गर्न जङ्गलमा फलफुलका बिरुवा रोप्न उनी सबैलाई आह्वान पनि गर्छन्। बिरुवा रोप्न जङ्गलसम्म पुग्न नसक्ने अवस्था भए संस्थालाई बिरुवा उपलब्ध गराउन उनको आग्रह पनि छ। वनलाई बगैँचा बनाऊ अभियान अन्तर्गत सकभर सक्ने मान्छेले जो पैसावाल हुनुहुन्छ, अलिअलि पैसा चलाउन सक्नुहुन्छ, उहाँहरूले बिरुवा दिनुहोस् हामीहरूलाई बिरुवा दिँदाखेरि बिरुवा उहाँहरूसँग छैन भने त्यो बिरुवाको पैसा हामीहरूलाई दिनुहोस् र हामीले रोप्ने दिन तपाईँहरूलाई उहाँहरूलाई बोलाउँछौँ र रोप्ने कार्यक्रम छ भनेर र रोप्ने अरूले रोप्दा उहाँहरूले एउटा बिरुवा रोप्नु हो भने हाम्रा रोप्ने जनहरू हुन्छन्, उनीहरूले रोपिदिन्छन् र त्यो एउटा आफ्नो जन्मदिनको उपलक्ष्यमा, वैवाहिक वर्षगाँठको उपलक्ष्यमा यसरी बिरुवाहरू दिएदेखि राम्रो हुन्थ्यो। र जङ्गलका छेउछाउका र मान्छेहरू र अरू अलिक टाढा, जङ्गलभन्दा अलिकति टाढा हुनेले पनि आफूले घरमा खाएका फलफुलका गेडागुडी लगेर जङ्गलमा फालिदिएदेखि त्यो आफै त्यहाँ हुर्किन्थ्यो, उम्रिन्थ्यो र त्यो फ्याल्नु भन्दाखेरि त्यो जङ्गलमा सदुपयोग हुन्थ्यो र वनलाई बगैँचा चाँडै बन्थ्यो भन्ने आह्वान गर्दै सम्पूर्णलाई म यही अपिल गर्दछु। धन्यवाद। वन्यजन्तु र मानव जातिको अस्तित्व जोगाउन वनलाई जोगाउँ, वन जोगाउन वनलाई फलफुलको बगैँचा बनाऊ।